चाहिँ हामी यो स्क्वायर बेस्ड पिरामिड वाला क्वेसन गर्न जाँदैछौँ है। यो क्वेसन सजिलो छ। फर्स्ट क्वेसनमा चाहिँ हामीलाई दिएको चाहिँ के छ भन्दाखेरि स्क्वायर बेस्ड पिरामिडमा चाहिँ हामीलाई हाइट अफ स्क्वायर बेस्ड पिरामिड दिएको छ र बेसको लेन्थ दिएको छ है। सो फर्स्टमा चाहिँ गिभन लेख्नु पर्दा गिभनमा चाहिँ हाइट h इक्वल्स टु 4 मिटर दिएको छ। हाइट इक्वल्स टु 4 मिटर। त्यसै गरी बेस लेन्थ अफ बेसलाई चाहिँ हामीले ए भन्यौँ भने त्यो भनेको चाहिँ हाम्रो 6 मिटर छ। सो फर्स्ट क्वेसनले के भनेको छ भन्दा राइट फर्मुला फर फाइन्डिङ द एरिया अफ अल ट्रायङ्गुलर फेसेस अफ अ पिरामिड। एरिया अफ अल ट्रायङ्गुलर फेसेस भनेको हाम्रो के हुन्छ 2a यल हुन्छ, जहाँ यल भनेको हाम्रो स्ल्यान्ट हाइट है। फर्स्टको भयो। सेकेन्डमा चाहिँ फाइन्ड द भोल्युम अफ द पिरामिड भनेको छ। भोल्युम अफ पिरामिड चाहिँ के हुन्छ, भोल्युम अफ पिरामिडको लागि चाहिँ हामीले ए र एचबाट निकाल्न सक्छौँ। भोल्युम अफ पिरामिड भनेको 1/3 a स्क्वायर एच हुन्छ 1/3 इन्टु ए भनेको 6 को स्क्वायर इन्टु हाइट 36 इन्टु 4/3 भन्दाखेरि 12 इन्टु 48 मिटर क्युब चाहिँ हाम्रो भोल्युम हुन्छ। पिरामिडको भोल्युम यति हुन्छ। अनि सेकेन्डमा भनेको फाइन्ड द टोटल सर्फेस एरिया अफ द पिरामिड सोधेको छ। टोटल सर्फेस एरिया सोधेको छ। सी नम्बरमा टोटल सर्फेस एरिया माने कि टीएसए सोधेको छ। यसको फर्मुला त के हुन्छ, a स्क्वायर प्लस 2al हुन्छ। we need to find l, slant height l भनेको चाहिँ निकाल्नु पर्ने हुन्छ। slant height l equals to रुट अन्डर, यो थाहा छैन हामीलाई, l भनेको के हुन्छ रुट अन्डर स्ल्यान्ट हाइट भनेको यो जहिले पनि यो a/2 हुन्छ। स्ल्यान्ट हाइट भनेको जहिले ट्रायङ्गुलर फेसेसको यो र यो राम्रोसँग र यहाँनिर चाहिँ एउटा हुन्छ, यहाँ चाहिँ 90 डिग्री हुन्छ। यो भनेको h हुन्छ, यो भनेको a/2 हुन्छ। त्यो भएको कारणले गर्दाखेरि हाम्रो फर्मुला चाहिँ जहिले पनि l भनेको h स्क्वायर प्लस a/2 को होल स्क्वायर हुन जान्छ। र यहाँबाट हाम्रो स्ल्यान्ट हाइट कति हुन्छ 4 को स्क्वायर प्लस 6/2 को होल स्क्वायर हुन्छ। फर्स्ट 16 प्लस 3 को स्क्वायर भनेको 9, यो भनेको 25 हुन्छ। यो भनेको 5 मिटर चाहिँ हाम्रो स्ल्यान्ट हाइट आइसक्यो। अब स्ल्यान्ट हाइट आइसकेपछि टोटल सर्फेस एरिया भनेको हाम्रो a स्क्वायर प्लस 2al छ। 2al a स्क्वायर भनेको हाम्रो 6 को स्क्वायर प्लस 2 इन्टु 6 इन्टु 5 गर्दाखेरि 36 प्लस 12×5 = 96 मिटर स्क्वायर चाहिँ हाम्रो के हुने भयो, टोटल सर्फेस एरिया अफ द पिरामिड हुने भयो। कम्बाइन्ड सोलिडबाट आएको छ क्वेसन। कम्बाइन्ड सोलिड चाहिँ हाम्रो हेमिस्फियर र अनि कोन मिलेर बनेको छ, जहाँ चाहिँ कोनको र हेमिस्फियरको दुईटैको रेडियस भनौँ, रेडियस अथवा बेस अथवा डायमिटर चाहिँ के छ भन्दाखेरि 10 cm छ र टोटल हाइट अफ द फिगर दिएको छ है। फर्स्ट क्वेसनले के भनेछ, फर्स्ट क्वेसनले राइट द रिलेसन बिट्विन हाइट एन्ड रेडियस अफ हेमिस्फियर। हेमिस्फियरमा चाहिँ हाइट भनेको पनि यति नै डिस्टेन्स, हाइट भनेको पनि यति यो डिस्टेन्स हुन्छ।
हाइट भनेको पनि यो डिस्टेन्स हुन्छ है, रेडियस भनेको नि यो डिस्टेन्स हुन्छ। सो आर र यो पनि आरै हुन्छ, त्यही भएर हाइट भन्नु र रेडियस भन्नु दुइटै इक्वल छ है। सो हामीले के भन्नु पर्यो, हाइट the height and radius of hemisphere is always इक्वल हुन्छ है। हाइट र रेडियस चाहिँ जहिले पनि इक्वल हुन्छ, यति भन्नु भइहाल्यो। बी नम्बरमा चाहिँ फाइन्ड द टोटल सर्फेस एरिया अफ सोलिड अब्जेक्ट भन्छ। टोटल सर्फेस एरिया निकाल्नु पर्नेछ। टोटल सर्फेस एरियाको लागि हामीलाई के चाहिन्छ भन्दाखेरि यो कोनको चाहिँ हाम्रो के हुन्छ, कोनको हामीलाई चाहिन्छ, यसको कोनको टिएस, कोनको सिएसए भनेको पाई आर एल चाहिन्छ, यसको के हुन्छ 2 पाई आर स्क्वायर हुन्छ। भनेपछि हामीलाई स्ल्यान्ट हाइट चाहियो, यसको स्ल्यान्ट हाइट चाहियो भनेको हामीसँग स्ल्यान्ट हाइट छैन, हाइट चाहिँ आउँछ। यो हाइट चाहिँ आउँछ कति, 17 मा 5 घटायो भने 12 भनेको हाइट हुन्छ। स्ल्यान्ट हाइट चाहिँ हामीले यो रेडियस र हाइटबाट चाहिँ निकाल्नु पर्ने हुन्छ। फर्स्टमा बीमा गिभन के छ त्यो लेखौँ, अनि बल्ल सुरु गरौँ। गिभन भनेको डायमिटर दिएको छ, डायमिटर भनेको हाम्रो 10 cm छ। सो रेडियस आर इक्वल्स टु 5 cm भयो। अनि सो हाइट अफ कोन भनेको चाहिँ, हाइट अफ कोन भनेको चाहिँ हाम्रो के हुने भयो, 17 माइनस 5 हुन्छ, 12 cm चाहिँ हाइट अफ कोन हुन्छ। अब यसबाट हामीले रेडियस र ऊबाट चाहिँ स्ल्यान्ट हाइट अफ कोन पनि निकाल्नुपर्छ है। स्ल्यान्ट एल भनेको के हुन्छ, रुट अन्डर जस्तै पाइथागोरस थ्योरमबाट के हुन्छ, 12 को स्क्वायर प्लस 5 को स्क्वायर हुन्छ। 12 को स्क्वायर भनेको 144 प्लस 25 गर्दा 169 हुन्छ। यो भनेको 13 cm चाहिँ हाम्रो के आयो, स्ल्यान्ट हाइट अफ कोन आयो। अब यति भएपछि हामीले टोटल सर्फेस एरिया अफ दिस फिगर चाहिँ निकाल्न सक्छौँ है। सो टिएसए अफ सोलिड इक्वल्स टु के हुने भयो, सिएसए अफ कोन प्लस सिएसए अफ हेमिस्फियर है। हेमिस्फियर कोनको सिएसए के हुन्छ, पाई आरएल, हेमिस्फियरको सिएसए के हुन्छ, 2 पाई आर स्क्वायर। पाइमा राख्दा के हुन्छ, 5 into 5 into 13 plus 5 into 2 into 25 plus 5 square 13 into 5 भनेको 65 पाई 50 पाई 65 र 50 कति हुन्छ, 65 प्लस 50 भनेको 115 पाई सेन्टिमिटर स्क्वायर भनेको चाहिँ हाम्रो, अथवा नियरली इक्वल्स टु कति भन्नुहुन्छ भन्दाखेरि 115 इन्टु 5 गर्दाखेरि लगभग 61.28 सेन्टिमिटर स्क्वायर चाहिँ यसको टोटल सर्फेस एरिया हुने रहेछ है। 3 नम्बरमा चाहिँ के छ भन्दाखेरि यसले सोधेछ, इज आरएस 150 sufficient to color surface of solid object भनेको छ। के भनेको छ भन्दाखेरि यहाँ चाहिँ क्वेसनले के भनेको छ, यदि 150 रुपियाँ चाहिँ सफिसियन्ट छ, 150 रुपियाँले चाहिँ यो टोटल उसलाई चाहिँ
कलर गर्नको लागि सफिसियन्ट छ कि छैन भनेर सोधेको छ। हामीलाई के दिएको छ भन्दाखेरि रेट दिएको छ है। रेट के दिएको छ भन्दा 1 सेन्टिमिटर स्क्वायरलाई कति लाग्छ रुपिज होइन 40 पैसा लागेको छ है। 40 पैसा। त्यो पैसालाई हामीले रुपिजमा कन्भर्ट गर्यो भने 40/100 रुपिज हुन्छ है। भनेको 0.4 रुपिज हुन्छ। भनेको 1 सेन्टिमिटर स्क्वायर बराबर यो चाहिँ हुन्छ 0.4 रुपिज चाहिँ हुन्छ। अब हामीले अघि नै सल्भ गर्दाखेरि टोटल सर्फेस एरिया भनेको कति आएको थियो 115 बाई सेन्टिमिटर स्क्वायर आएको थियो है। अब यसलाई हामीले अब रेट निकाल्नु पर्यो। 1 सेन्टिमिटर स्क्वायरलाई आरएस 0.4 लाग्यो भने 115 बाई सेन्टिमिटर स्क्वायरलाई कति लाग्छ आरएस 0.4 इन्टु 115 बाई गर्दा रुपिज कति लाग्यो आरएस 144.51 रुपिज लाग्यो भनेपछि हेन्स के भन्न पाइयो हामीले हेन्स रुपिज 150 will be enough भनेन भयो sufficient भनेन भयो ICIEND sufficient to color the surface of given solid चेक गर्नु पाइयो है। क्वेसनमा चाहिँ के छ एउटा रेक्टेंगल रुम छ जसको चाहिँ लेन्थ L equals to 12 फिट 12 फिट अनि ब्रेथ भनेको 8 फिट छ हाइट भनेको हाम्रो 9 फिट छ। दुईटा विन्डोज चाहिँ 2.5 फिट र 3 फिट दुईटा डोर्स पनि 6 फिट र 2 फिटको डाइमेन्सनका दुईटा डोर्स छन्। सो फर्स्ट क्वेसनले हामीलाई के भनेको छ फाइन्ड द टोटल एरिया फोर वाल्स टोटल एरिया of 4 walls चारवटा वाल फ्लोर एन्ड सिलिङको एरिया भनेको के हुन्छ भन्दाखेरि 4 वालको एरिया 2 ब्राकेट L प्लस B इन्टु H हुन्छ प्लस फ्लोरको र सिलिङको डाइमेन्सन चाहिँ लेन्थ र ब्रेथमा हुन्छ नि त त्यही भएर 2 टाइम्स L इन्टु B गर्दा नि हुन्छ किनभने फ्लोर र सिलिङको एरिया त दुईटैको L इन्टु B हुन्छ यसको पनि L इन्टु B यसको पनि L इन्टु B नै हुन्छ ठिक छ ल यो भएको कारणले L इन्टु B गरेको 2 ब्राकेट 12 प्लस 8 डट 9 प्लस 2 इन्टु लेन्थ भनेको 12 छ 8 12 8 20 12 8 20 भयो 20 दुना 40 40 इन्टु 9 चौको 36 360 प्लस 12 दुना 24 24 इन्टु 8 भनेको 192 भनेको प्लस 360 552 फिट स्क्वायर चाहिँ हाम्रो के भयो टोटल एरिया फोर वाल्स फ्लोर एन्ड सिलिङको एरिया चाहिँ त्यति भयो भने अब बीको क्वेसनमा के छ भन्दाखेरि हाउ मच लेस अर मोर इज द कस्ट अफ कलरिङ द फोर वाल्स एक्सक्लुडिङ द डोर्स एन्ड विन्डोज एट द रेट अफ आर्ट्समा फर्स्टमा चाहिँ एरिया अफ पहिला फर्स्टमा एरिया अफ एरिया फोर वाल excluding doors and walls यो निकाल्नु पर्ने हुन्छ। यो निकाल्नको लागि त्यही 2 ब्राकेट L प्लस B डट H वालको एरिया माइनस डोरको एरिया भनेको हाम्रो 2 इन्टु 2.5 इन्टु 3 फेरि माइनस 2 इन्टु 6 इन्टु 2 हुन्छ। यो गर्दाखेरि यो 12 यो भनेको हाम्रो 360 आएको छ माइनस यो 15 हुन्छ माइनस 24 हुन्छ 360 माइनस 15 माइनस 24 गर्दा हाम्रो
321 फिट स्क्वायर चाहिँ हाम्रो जहाँ चाहिँ कलरिङ गर्न मिल्छ त्यसको एरिया आएको छ। सो नाउ रेट अफ कलरिङ भनेको 1 फिट स्क्वायरको कति छ भन्दाखेरि RS 175 रुपिस छ भने 321 फिट स्क्वायरको चाहिँ कति हुन्छ RS 175 into 321 हुन्छ RS 321 175 गर्दाखेरि RS 56,175 रुपिस हुन्छ र त्यही भएर हाउ मच लेस or मोर इज द कस्ट अफ कलरिङ हुन्छ मोर भयो नि त कति हजार सो कस्ट अफ कलरिङ भनेको चाहिँ के हुन्छ कस्ट अफ कलरिङ इज कति 56,175 minus 6,175 रुपिस चाहिँ मोर भन्ने नै यो हुन्छ हाम्रो एन्सर चाहिँ यो हुन्छ अर्थमेटिक प्रोग्रेसन र जियोमेट्रिक सिरिज दुईटैबाट छ। यो फर्स्टको नम्बर अफ सुजहरू चाहिँ हाम्रो जियोमेट्रिक प्रोग्रेसनमा छ भने नम्बर अफ स्लिपर्सहरू चाहिँ हाम्रो अर्थमेटिक प्रोग्रेसनमा छ। यहाँ चाहिँ कमन डिफरेन्स 3 छ, यहाँ चाहिँ कमन रेसियो 2 छ। फर्स्ट अफ अल फर्स्टमा चाहिँ यो क्वेसनले के भनेको छ एमा फर्स्ट क्वेसन एमा राइट द रिलेसनसिप बिट्विन अर्थमेटिक मिन एन्ड जियोमेट्रिक मिन भनेको छ। जहिले पनि अर्थमेटिक मिन भनेको चाहिँ अर्थमेटिक मिन इज अलवेज ग्रेटर देन जियोमेट्रिक मिन हुन्छ यो। सो फर्स्ट क्वेसनको एन्सर चाहिँ यही भन्दा हुन्छ अर्थमेटिक मिन भनेको जहिले पनि जियोमेट्रिक मिन भन्दा ठुलो हुन्छ अर्थमेटिक मिन। सेकेन्ड क्वेसनले के भनेको छ हाउ मेनी स्लिपर्स आर सोल्ड अप टु 8th डेज रे। स्लिपर्स भनेपछि यो स्लिपर्स भनेपछि यो हामीलाई यो चाहिँ हाम्रो अर्थमेटिक प्रोग्रेसनमा छ। सो फर्स्टमा गिभन के छ लेखौँ है। गिभन भनेको ए भनेको हामीलाई 3 छ, कमन डिफरेन्स डी भनेको 3 नै छ, अनि त्यसपछि हामीलाई हाउ मेनी स्लिपर्स आर सोल्ड अप टु 8th डेज भनेको एन भनेको हामीलाई 8 दिइसक्यो। ल हामीलाई के निकाल्नु भनेको छ S8 चाहिँ फाइन्ड आउट गर भनेको छ। भनेको टोटल नम्बर अफ स्लिपर्स द्याट इज सोल्ड अप टु 8th डेज भनेर निकाल्नु पर्छ। हामीसँग एसएनको फर्मुला के हुन्छ ए एसएन इक्वल्स टु एन बाई 2 ब्राकेट 2a प्लस n माइनस 1 डी हुन्छ। अब S8 हुने भयो एनको ठाउँमा 8 बाई 2 ब्राकेट 2 into 3 प्लस n भनेको 8 माइनस 1 into 3 नै हुन्छ। यो गर्दाखेरि 4 3 to the 6 प्लस 8 माइनस 7 7 to the 21 27 27 into 4 भनेको 108 भनेपछि 108 स्लिपर्स विल बी सोल्ड अप टु 8th डेज है। 108 स्लिपर्सहरू चाहिँ बेचिँदो रहेछ, सोल्ड हुने रहेछ। अब सी नम्बरको क्वेसन हेरौँ। सी नम्बरको क्वेसनमा चाहिँ के छ भन्दाखेरि सी नम्बरको क्वेसनमा कम्पेयर द टोटल नम्बर अफ सुज एन्ड स्लिपर्स सोल्ड अप टु 8th डेज। अप टु नै भनेको छ, यहाँ पनि अप टु नै भनेको छ, यहाँ नि अप टु नै भनेको छ। यो दुइटै हामीलाई समको कुरा है, यो समको कुरा सोधिरहेको छ। यहाँ यसमा पनि समको कुरा सोधिरहेको छ। तर फर्स्टमा S8 हाम्रो कति आएको थियो फर स्लिपर्स S8 भनेको हाम्रो 108 आएको थियो। त्यसरी नै हामीले अब यो सुजको पनि सुजको लागि पनि अल्सो फर सुजको लागि पनि फाइन्ड S8 यो निकाल्नु पर्ने छ। त्यसको लागि अब हामीलाई के दिएको छ ए भनेको हामीलाई 2 दिएको छ, कमन रेसियो R भनेको
अनि 2 नै छ है। अनि त्यसपछि गएर यान भनेको 8 छ, हामीले यसमा पनि निकाल्नु पर्ने S8। यहाँ SN भनेको चाहिँ S8 भनेको हामीले निकाल्नु पर्ने छ। हामीसँग SN भनेको फर्मुला के हुन्छ, A ब्र्याकेट R को पावर n माइनस 1। R को पावर ठुलो छ, R भनेको हाम्रो यहाँ 2 इज ग्रेटर देन 1, 1 भन्दा ठुलो भएको कारणले R को पावर n माइनस 1। यदि सानो भएको भए 1 माइनस R को पावर n हुन्थ्यो, ठिक छ, R माइनस 1 हुने भयो। सो S8 इक्वल्स टु 2 इन्टु 2 को पावर 8 माइनस 1 अपन 2 माइनस 1, 2 इन्टु 2 को पावर 8 भनेको हाम्रो 2 को पावर 1000 256 हुन्छ। 256 माइनस 1 बाई 2 इन्टु भन्ने भयो भनेको 255 इन्टु 2 अर्थात् 510 वटा चाहिँ सुज चाहिँ बिक्री भएको रहेछ। भनेपछि कम्पेयर द टोटल नम्बर अफ सुज एन्ड स्लिपर्स। कम्पेयर भनिसकेपछि हामीले जहिले पनि कम्पेयर भनिसकेपछि के गर्नु पर्यो, रेसियो निकाल्ने। रेसियो भनेको के हुन्छ भन्दाखेरि रेसियो निकाल्ने के को टोटल नम्बर अफ सुज अथवा S8 of shoes divided by S8 of slippers। जुन चाहिँ फर्स्टमा छ त्यो माथि हुने भयो, जुन चाहिँ तल हुने भयो। सो स्लिपर्स सुज कतिवटा, 510 वटा, स्लिपर्स कतिवटा, 108 वटा, 108 वटा भनेपछि यसको रेसियो कति हुन्छ, 510 डिभाइड बाई 108 गर्दा 85 बाई 18 हाम्रो कम्पेयर गर्दा यो रेसियो आयो। सो यो चाहिँ हाम्रो एन्सर हो, फाइनल एन्सर। यो चाहिँ हाम्रो फाइनल एन्सर भयो। ओके।